नमस्ते। आज मे 31 तारिक अर्थात् विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस। नेपालमा वर्षेनी 39,000 भन्दा धेरै मान्छेहरू समयभन्दा अगावै अकालमा ज्यान गुमाउने गर्दछन्। त्यसको प्रमुख कारण भनेको सुर्तीजन्य पदार्थको सेवन नै हो। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार पनि संसारमा सबभन्दा धेरै मान्छेहरू यदि अकालमै केही कारणले ज्यान गुमाउँछन् भने त्यसको प्रमुख कारण भनेको सुर्तीजन्य पदार्थको सेवन नै हो। त्यसैले हामीले सुर्तीजन्य पदार्थहरू त्याग्न सक्यौँ भने हामी हाम्रो परिवारलाई खुसी बनाउन सक्छौँ र समाजलाई पनि धुम्रपान मुक्त गराउन सक्छौँ। सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा सम्पूर्ण नेपाली महानुभावहरूलाई शुभकामना। र म यो सुर्तीजन्य पदार्थ नियमन गर्ने ऐन 2078लाई शीघ्र कार्यान्वयन गर्नको लागि पनि म सम्बन्धित निकाय समक्ष अनुरोध पनि गर्दछु, जसले त्यहाँ तोकेको छ सार्वजनिक ठाउँहरू अनि विभिन्न स्कुल, विद्यालय, कलेज, पार्कहरू आदिमा चाहिँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्न पाइँदैन भनेर एउटा तोकेको छ। त्यो कुराहरू कहीँ पनि लागू भएको देखिँदैन। आशा छ अहिलेको हाम्रो दुईटै सरकार शक्तिशाली छ। धेरै व्यक्तिहरू चाहिँ आशा बोकेर आउनुभएको छ र म व्यक्तिगत तर्फबाट एउटा धुम्रपान र सुर्तीजन्य पदार्थको विरोधमा चाहिँ खुलेर लाग्ने एउटा व्यक्ति भएको हिसाबले चाहिँ अहिलेको सरकारसँग यी किसिमको धुम्रपानजन्य पदार्थहरूको नियमनको लागि चाहिँ एउटा स्ट्रङ स्ट्यान्ड लिनेछ भन्ने अपेक्षासहित सबैलाई यो मे 31 तारिकले चाहिँ आफ्नो जीवनमा धुम्रपान गर्दै हुनुहुन्छ भने त्यसलाई त्याग्ने एउटा प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्दछु। हस्, धन्यवाद।